हेलो तपाईं सुन्न सक्नुहुन्छ यो सहर यो रोड कुन ठाउँको हो? यो नेपालकै प्रसिद्ध पर्यटकीय सहर हो। ल भन्नुहोस् यो कुन ठाउँ हो? गाडीहरू कुदिरहेको छ। युट्युबर होइन म त्यतिकै रमाइलोको लागि फोटो खिचेको। ल रमाइलोको लागि गाडी कुद्दैछ, स्कुटी कुद्दैछ, कार कुद्दैछ, बाटो बिचमा फुलहरू रोपेको छ। रमाइलो छ। हावापानी पनि राम्रो छ। हेर्न लाग्छ रहर। यो नेपालकै पर्यटकीय सहर पोखराको सडक हो। यो सडकमा चाहिँ वान वे सडक बिचमा फुलहरू रोपेको छ, बिरुवाहरू छ। फुटपाथ छ बाहिर सडकको दुवैपट्टि। फुटपाथको छेउछाउमा पनि बिरुवाहरू रोपेको छ, फुलहरू रोपेको छ। नेपालको अन्य सहरहरू भन्दा सुन्दर, शान्त र रमाइलो छ। यहाँको हावापानी पनि राम्रो छ। पानी प्रशस्त पर्ने, धेरै गर्मी पनि छैन, धेरै जाडो पनि छैन। त्यस्तो राम्रो। पश्चिमबाट गाडीहरू आइरहेको छ। यसलाई भन्छ पोखरा। पोखराको तित्री चोकदेखि हलन चोक जाने बाटो, लेक साइड जाने बाटो। गाडीहरू दौडिरहेको छ। धेरैभन्दा धेरै चाहिँ मोटरसाइकल, स्कुटी। यहाँनिर सिटी रिक्सा चाहिँ, पोखरामा सिटी रिक्सा चाहिँ त्यति रहेन रहेछ। छ होला तर यहाँ मैले देखिरहेको छुइनँ। सिटी रिक्सा र टेम्पो चाहिँ मैले देखेको छुइनँ। यहाँ त साह्रै फाट्टा होला, कता होला आफ्नो ठाउँतिर। र कार, माइक्रो गाडी अनि ट्याक्सी, मोटरसाइकल बाटोको छेउछाउमा हरियाली छ।
झारपात छ बोट बिरुवाहरू पनि अलिअलि रोपेको छ यसले गर्दाखेरि आँखालाई अलिकति भए पनि शीतल हुँदो रहेछ अब अरू सहरतिर चाहिँ नेपालको अन्य सहरहरूमा चाहिँ रुखपात छैन गार्डनहरू छैन जता हेर कङ्क्रिट बिल्डिङ घर जता हेर कङ्क्रिट बिल्डिङ घर र पोखरामा चाहिँ त्यसको ठिक विपरीत सबै सडकमध्ये छन् मेन सडक शाखा सडकमध्ये पनि फुटपाथ र बिरुवाहरू फुलहरू रोपेको पाइन्छ अलिकति हावापानी राम्रो भएर पनि होला पानी परिराख्ने ठाउँ भएर पनि होला बोट बिरुवाहरू पनि एकदम हरियो छ यसरी घरहरू भए पनि बोट बिरुवाहरू हरियाली छ अब अन्य सहरहरूमा विराटनगर धरानतिर सहरीतिर चाहिँ यस्तो बोट बिरुवाहरू चाहिँ देख्न पाइँदैन तराईका अन्य सहरहरूमा पनि यस्तो बोट बिरुवाहरू देख्न पाइँदैन त्यस्तो रुखहरू छ हरियो रुखहरू छ त्यही भएर पोखरा चाहिँ अलिकति पर्यटकहरूले टुरिस्टहरूले घुम्न मन पराउनुको कारण पनि यहाँको सडकहरू यहाँको हावापानी यहाँको ताल तलैयाहरू वरिपरिको पहाडहरू राम्रो भएर पनि होला घुम्न मन पराएको लामो भिडियो पनि राम्रो हुन्न प्यारो त्यसैले धेरै लामो गर्नुहुन्न भन्ने लाग्छ लामो भिडियोहरू बनायो भने हेर्नेलाई पनि बोरिङ हुन्छ